माया त माया हो रोशनी, न यो हिजो बदलेको थियो न आज नै बदलिनेछ। तिमीले मलाई माया गर्दिनौ त के भयो, म त तिमीलाई माया गर्छु नि। धिक्कार छ तेरो मायालाई। माया त दुई थर्पी हुनुपर्छ, जसलाई दुनियाँले याद राखोस्। दुनियाँले किन याद गर्नु पर्यो रोशनी? मेरा दुई चुम्चाहरूले याद गरे त भइगयो त। ए चुम्चा लोक, तिमीलाई याद छ किन मैले रोशनीलाई माया गर्छु भन्ने? याद छ सर। गुड केटा हो, गुड। देख्यौ नि रोशनी, मेरा चुम्चाहरूलाई मैले तिमीलाई माया गर्छु भन्ने थाहा छ। अब म तिमीलाई यहीँ राजा राजा भन किन फोन गरिस्? आइफोन 13 को रिङटोन सुन्नलाई फोन गरिस्? ए साले देवा, तेरो 13 को रिङटोन सुन्न परेको छैन मलाई। मसँग झन् आइफोन 16 पुरा म्याक्स छ, 256 GB को। भन मेरो रोशनी कहाँ छ? राजा, मलाई मेरी रोशनीलाई र मेरा दुई कान्छा र जेठा चुम्चालाई सामान्य सपना नदे। त मलाई र मेरा परिवारलाई खोज्दा खोज्दै थाक्ने छस्, तर तैँले मलाई कहिले भेटाउन सक्ने छैनस्। देवा, दुनिया त्यति ठुलो छैन जहाँ गएर त लुग्न सकोस्। मैले मेरो आइफोन 16 प्रो म्याक्सबाट लोकेसन ट्र्याक गर्नेवाला छु। राजा, तैँले लोकेसन ट्रेस गरे भने यो मेरो आइफोन 13 ले बीच बाटोमै तेरो लोकेसनलाई डिक्लाइन हानिदिन्छ। ए साले देवा, धेरै चोथाले आइमाइ जस्तै नगर। आइफोन 16 प्रो म्याक्स बोक्ने मान्छे हो भना कि त के चाहन्छस्? राजा, मलाई तेरी आमाको सेक्सी फोटो चाहियो, तर त्यो होइन। यदि त रोशनीलाई जिउँदो चाहन्छस् भनेपछि